Every day, ideas are born in conversation, in classrooms, and in notes. And most of them, it die right there. Not because they are not good enough, but because they don't have a chance and platform to grow. And that's the gap Idea Udan is trying to fill. So let's get to know more about it from our own Dr. Samir Mani Dikshit sir. Idea Udan भनेको एउटा पार्टनरशिप हो बिट्विन अल्फा लिङ्क एन्ड विचार क्रिएसन्स जसको इकोसिस्टममा ह्याकाथनदेखि लिएर टेलिभिजनसम्मको फुल एक्टिभिटी रहनेछ। किन जरुरी छ भन्दाखेरि र किन आवश्यकता छ भन्दाखेरि अहिले नेपाल आइटीमा एन्टरप्रेन्योरशिपमा माथि उठ्दैछ। तर जहिले पनि एडभाइजर चाहिन्छ, जहिले पनि इन्भेस्टर्स चाहिन्छ, जहिले पनि फन्डर्स चाहिन्छ। त्यो सबैलाई एकै ठाउँमा ल्याउने धेरै प्लेटफर्म छैन। इनफ्याक्ट एकदमै लिमिटेड प्लेटफर्म छ र आइडिया उडानले त्यो प्लेटफर्म दिनेवाला छ। आइडिया उडान भनेको लोकल हो, नेपाली हो। नेपालीले नेपालको लागि सुरु गरेको एउटा इनिसिएटिभ हो र यसले यङ माइन्ड्स एकदम युवा युवतीलाई पनि समेट्नेवाला छ। फुल्ली एस्टाब्लिस टिमलाई मात्र होइन, यङ टिमलाई। त्यस कारणले पनि आइडिया उडान अरूभन्दा एकदमै फरक छ। यो एउटा प्लेटफर्म हो जहाँ सबैजनालाई जोड्ने काम हुन्छ। जे कुराले सबैलाई जोड्छ नि त्यसलाई बेफाइदा त हुनै सक्दैन। र जुन किसिमको एप अल्फा लिङ्कले डेभलप गरेको छ र वेबसाइट र होल इकोसिस्टम त्यो चलाउन पनि सजिलो छ, एक्सेस गर्न पनि सजिलो छ र त्यो चाहिँ नि त्यस कारणले पनि उहाँहरूलाई एकदमै फाइदा हुन्छ जोडिनुलाई। आइडिया उडानको ठुलो भूमिका छ किनभने पहिले नै भने एउटा इकोसिस्टम हो। कस्तो इकोसिस्टम भन्दाखेरि ग्राउन्डदेखि टेलिभिजनसम्म र टेलिभिजन पनि लोकल मात्र होइन ग्लोबल हिसाबले जानेवाला छ। त्यसले गर्दाखेरि यसले यङ माइन्ड्सलाई एउटा आइडिया लिएर आउने जो स्टार्टअप हुन्छ उहाँलाई त ग्लोबल स्टेज दिने एउटा यसले क्षमता राख्छ आइडिया उडानले। त्यो नै उहाँको लागि एकदम ठुलो फाइदा छ। उहाँहरूले हरेक सिपमा एन्टरप्रेन्योरशिप हुन्छ कि उहाँको आफ्नै एडभाइजर हुनसक्छ कि उहाँको कुनै स्टार्टअपलाई चाहिने ब्याकस्टपिङहरू छ कि र लास्टमा टेलिभिजन पनि छ नि। सो हरेक कुरामा उहाँले आफ्नो सिप विकास गर्न सक्नुहुन्छ, कम्युनिकेसनको सिप विकास गर्न सक्नुहुन्छ, यावत कुराहरू छ। आजको समयमा जसले बोल्छ नि उसले बेच्छ, जसले बोल्छ उसले अन्तर्राष्ट्रिय इन्ट्रेस्टहरू आफूतिर तान्न सक्छ। सो दोज हु स्पिक क्यान जेनेरेट आइडियाज, दोज हु स्पिक क्यान अट्र्याक्ट आइडियाज। त्यसले गर्दा एकदमै महत्त्वपूर्ण छ। विचार भने कहिले सानो हुँदैन भन्ने कुरा त क्लिसेड भइसक्यो होला। कुनै कुरा तपाईँको विचार छ भने त्यो अरूको लागि एकदमै ठुलो आइडिया हुनसक्छ। त्यसले गर्दा आफ्नो आइडिया आफूसँग राख्नुहोस्, ठाउँ ठाउँमा त्यसलाई एन्टरप्रेन्योरशिपमा लिएर जानुहोस्, त्यसलाई स्टार्टअप बनाउनुहोस्। कुनै पनि आइडिया मेजर आइडिया हुनसक्छ, मेजर आउटपुट हुनसक्छ इन द फ्युचर। मेन्टरसिप नभए त संसार कहाँ पुग्थ्यो होला र। नेपालमा पनि यो मेन्टरसिपको अवधारणा अझ पनि कमजोरै छ र अब हामी यो आइडिया उडान पाटोबाट चाहिँ हामी त्यसलाई उजागर गर्दैछौँ। वी आर ट्राइङ टु प्रमोट द आइडिया अफ मेन्टरसिप। एकदमै महत्त्वपूर्ण छ विशेष गरी अपकमिङ एन्टरप्रेन्योर्सहरूलाई र त्यसले धेरै नै सहयोग गर्छ र एउटा आत्मविश्वास बढाउने काम गर्छ। पिच, पर्सुएड, प्रिभेल। त्यो भनेको के भन्दाखेरि डु इट वेल, कन्भिन्स पिपल एन्ड देन गेट वाट यु वान्ट। आखिर एन्टरप्रेन्योरशिप भनेको त्यही हो नि त। कन्भिन्स द पिपल द्याट म्याटर विथ योर कन्भिक्सन एन्ड कन्फिडेन्स। हामीले गर्न खोजेको त्यही हो। आइडिया उडानले त्यही गर्नेवाला छ। किन नबन्ने भन्ने क्वेसन हो कि किन नबन्ने? तपाईँको आइडिया छ भने यो एउटा मौका हो। तपाईँ फन्डिङ गर्न चाहनुहुन्छ भने तपाईँको लागि पनि हो। तपाईँ एडभाइस दिन चाहनुहुन्छ भने तपाईँको लागि पनि हो। साथै तपाईँलाई इन्क्युबेसनमा भाग लिनु, तपाईँलाई इन्क्युबेसनमा सपोर्ट गरोस् भन्ने छ भने पनि यो प्लेटफर्मले त्यो कुरा गर्न सक्छ। भन्नुको मतलब यसले सबै पाटोलाई कभर गरेको छ र लास्टमा तपाईँलाई टेलिभिजनमा पर्सनालिटी हुनु छ भने त्यो पनि मौका छ। आइडिया उडान, आइडिया टु एक्सपेक्ट। इफ यु हेभ एन आइडिया, जोइन आइडिया।